एकपटक कल्पना गर्नुस् त योपालि बालेनले चुनाव हार्यो भने के होला। त्यही 5 वर्ष प्रतीक्षा गर्लान् अनि अर्को पटक पुनः चुनावमा जालान्। तर कल्पना गर्नुस् यो पटक ओलीले चुनाव हार्यो भने चाहिँ के होला। इतिहास भनेको फेरिने चिज हो भाइ। बालेन अहिलेसम्म आएको थिएन भन्ने यो फेमस डायलग आजको यो उपस्थितिलाई हेर्दा हो कि के हो भन्ने धेरैलाई लागिरहेको छ। यो दमकमा देखेको दृश्य हो। फागुन 21 को लागि उम्मेदवारी दर्ता गराउन जाँदै गर्दा बालेनलाई हेर्न र समर्थन गर्न आउनेको भिड चाखलाग्दो थियो। हुन त मेयर जितेसँगै विगत 3 वर्षसम्म खोपीका देउता जस्तै भएर बसेका बालेनलाई हेर्नकै लागि भए पनि मानिसहरू सडकमा आउँछन्। यो कुनै अनौठो कुरा रहेन। तर आज र अरू बेलाको भिड भने निकै फरक छ। किनकि झापा 5 को उम्मेदवारी र निर्वाचन भनेको केवल चुनाव मात्र होइन, यो त एउटा इतिहास लेख्ने क्षण हो। केपी ओली जो 4 पटकसम्म देशको प्रधानमन्त्री बनिसके र एमाले जस्तो ठूलो दलको अध्यक्ष छन्, सँगसँगै अघिल्लो निर्वाचनमा देशको सबैभन्दा लोकप्रिय मतले विजय भएका नेता यो पटक एकजना मेयरसँग चुनाव हार्यो भने त्यो केवल ओलीको मात्रै होइन, सिङ्गो नेकपा एमालेको, अझ भन्नुपर्दा पुराना राजनीतिक दलहरूकै हार हुनेछ। त्यसैले झापा 5 को निर्वाचन केवल निर्वाचन होइन, एउटा इतिहास लेख्ने र बन्ने कुरो हो। बालेनका कमी कमजोरीहरू थुप्रै छन् र होलान् पनि, तर यो पटक बालेनले जुन आँट देखाएका छन् त्यसको लागि भने उनलाई मान्नै पर्छ। यदि बालेनले चाहन्थे भने काठमाडौँको कुनै पनि क्षेत्र रोजेर सजिलै निर्वाचन जित्न सक्थे, यसमा कुनै दुईमत छँदै छैन। तर उनले जिन्दगीकै सबैभन्दा ठुलो रिस्क लिएर आफ्नो राजनीतिक करियर नै दाउमा राख्दै झापा 5 बाट ओलीसँग चुनाव लड्ने निर्णय गरे। त्यसैले झापा 5 मा केवल निर्वाचन होइन, इतिहास लेखिँदैछ। झापा 5 मा बालेन वा ओली जो हारे पनि त्यो एकदमै ठुलो विषय बन्नेछ। आजको दिन वास्तविक कुरा गर्ने हो भने बालेन र ओली दुवैको राजनीतिक भविष्य दाउमा छ। किनकि निर्वाचनपछि रासोपाको संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने सपना देखेर घोषणा नै गरिसकेका बालेन अनि जेनजी आन्दोलनपछि देशको सबैभन्दा राष्ट्रभक्ति नेता मै हुँ भन्ने छवि बनाएका र म भनेकै एमाले हो र एमाले भनेकै म हुँ, म बिना यो देश र एमाले चल्नै सक्दैन भन्ने भाष्य बनाएका पात्र हुन् ओली। यसरी हेर्दा दुवैको लक्ष्य चुनावपछि प्रधानमन्त्रीको कुर्सीमा पुग्नु देखिन्छ, तर यथार्थमा दुईमा एक त रोकिनै पर्छ। खैर, बालेनले हिम्मत गरे तर उनको मनमा पनि डर भने पक्कै छ। झन् उता ओलीको त घाँटीमा जाँतो झुन्ड्याए बराबर नै भएको छ। किनकि झापा 5 त्यस्तो दुर्गम क्षेत्र होइन जहाँ मासु र रक्सी बाँडेर भोट किन्न सकियोस्, अनि काठमाडौँ जस्तो त्यस्तो सुगम क्षेत्र पनि होइन कि सामाजिक सञ्जालको भरमा चुनाव जित्न सकियोस्। यस कारणले गर्दाखेरि ओली र बालेन दुवैको लागि जित निकाल्न सहज भने पक्कै छैन। अझ यी दुवैको सक्ने जति मत काट्न आतुर छन् नेकपाका उम्मेदवार रञ्जित तामाङ र सम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ। यी दुई उम्मेदवारले काट्ने मतले पनि महत्त्वपूर्ण निर्णय गर्नेछ कि ओली र बालेनको जित र हारमा। किनकि जित्ने जति मत नभए पनि यी दुई दलको उम्मेदवारले पनि ठिकठाक मत काट्न भने पक्कै सक्नेछ। बस फरक यति हो कि यी दुई उम्मेदवारहरूले कतापट्टिको मत बढी काटिदिन्छ भन्ने कुरा। बालेनलाई जसरी पनि हरारै छाड्ने भन्ने कसम खाएका हर्क साम्पाङले यो पटक आफ्नो निर्वाचन क्षेत्रमा भन्दा झापा 5 मा बढी समय खर्चिने पक्का छ। जसअनुसार त्यहाँका पहिचानवादीहरूको मत बालेनमा काटिने पक्का देखिन्छ। साथै अबको यो 1 महिनाभित्र नेकपाको उम्मेदवारसँग बालेनले सहकार्य गर्न सके उनको लागि अलिक बढी प्लस पोइन्ट हुनेछ। किनकि रञ्जित तामाङले एक अन्तर्वार्ताको क्रममा आफू बालेनलाई सघाउन तयार रहेको स्पष्ट पारेका छन्। यसरी हेर्दा अबको झापा 5 मा भाइरल र भिड जम्मा गरेर भन्दा पनि सही रणनीति बनाएर जान नसके बालेन शाहको लागि पहिलो घाँसमै ढुङ्गा पर्न सक्छ। तर यदि बालेनले जितिहाले भने एमाले भन्ने दलको आत्मविश्वास सर्लकै घटेर जानेछ भने केपी शर्मा ओलीको घमण्ड झन् समाप्त नै हुनेछ। बाँकी कुरा त फागुन 21 गते झापाली जनताले को रोज्छन् त्यो उहाँहरूकै हातमा छ।